नमस्कार सबैमा। के तपाईहरुलाई गाउँको स्लो जीवन मनपर्छ भने हाजिर छ बिहान 8 बजेको हाम्रो कोपाखेम खामदुङ सिक्किमबाट यो दृश्य। यो छ हाम्रो गेट छ है, यहाँ त्यो सानो सडक छ, माथिपट्टि डाँडा, नीलो आकाश। र यहाँ हाम्रो यो घर छ, रुम छ, माथि एउटा रुम मुनि एउटा रुम, यो एट्याच टोयलेट भएको छ है। र यो हाम्रो अर्को घर छ जसमा माथि दुईटा रुम छ, मुनि दुईटा रुम छ, र यो पनि एट्याच टोयलेट भएको छ। र यतापट्टि अर्को 3वटा बिल्डिङमा यो सिटिङ रुम छ, सिटिङ रुम ठुलो छ, अनि त्यहाँदेखि मुनिपट्टि 3वटा फ्यामिली रुम छ। यहाँबाट प्यासेज छ, यो छ किचन छ। त्योभन्दा अहिले अगाडि म तपाईहरुलाई आँगन देखाउन चाहन्छु। यो आँगन निकै ठुलो छ र यहाँ केही काम गर्नुको लागि तबु टाँगिएको छ। र यतापट्टि छ हाम्रो पूजा रुम छ, यहाँ हाम्रो राईको 3 चुल्हाहरू छ। त्यो हजुरहरूलाई देखाउन चाहदिनँ, रुमहरू पनि देखाउन चाहदिनँ किनभने अहिले हामीले लक गरेर राखेको छौँ। र यहाँ तपाईहरुले देख्नुहुँदैछ यो बेल्जियमबाट ल्याउनु भएको यो म्यानिक्युन है, यसको म्यानिक्युन पिस हो। यसको यहाँ प्लग अन गर्दाखेरि पानी खोलिन्छ। यहाँबाट प्लग अन गर्दाखेरि यसले खै टाइट रहेछ। देख्नुहुँदैछ, बेल्जियम जानुभएको छ भने देख्नुभएको छ ल। यहाँ हाम्रो पोखरी हो। यो पोखरीमा चाहिँ करिबन झन्डै 3-4 हजारवटा माछा थियो हाम्रो। त्यो अहिले हामी निकालेको छौँ र इन फ्युचर हामी यसलाई स्विमिङ पुल बनाउने प्लान गर्दैछौँ है। माथिपट्टि देख्नुहुँदैछ त्यो हाम्रो कुखुराको खोर हो, त्यो अहिले म लाँदिनँ। यो हाम्रो गाउँले किचन है, गाउँको हाम्रो किचन हो। यो किचन पनि अहिले यस्तै हुन्छ, बस्तीको किचन, दाउरा छ। कोही कोही बेला हामी यहाँ आगो फुक्छौँ है। यहाँ वासिङ मेसिन पनि यो पुरानो स्तरले राखिएको छ। र हाम्रो चिफ मिनिस्टर हुनुहुन्छ र यहाँ आँगन छ, बस्तीमा यसो बाहिरबाट पनि हात धुने छ है। यो फुलहरू मेरो सासू आमाले रोप्नु भएको र यहाँ बारी छ, यो 3वटा रुम छ, यहाँ फुलहरू छ है। अब माथि तल लाँदैछु हजुरहरूलाई, चाबी कता गएछ। मेरो सबैभन्दा फेभरेट पार्ट यहाँ हो। यता मेरो बेडरुम छ, अलिकति भर्खर उठेको र मैले त्यति साह्रो मिलाएको छुइनँ यसलाई। र यहाँ एउटा नानीहरूको रुम छ र यो सबैभन्दा यो वासरुम छ, यहाँ सिटिङ रुम छ। मलाई सबैभन्दा मनपर्ने पार्ट यो हो। यहाँ देख्नुहुँदैछ चराहरू पनि कराइरहेका है। यहाँ हाम्रो कुमा सासूआमाको आमा हुनुहुन्थ्यो, कस्तो राम्रो हुनुहुन्थ्यो र अस्ति मेमा बित्नुभयो। र उहाँको हामीले सिमेन्ट यहाँ माथिपट्टि बनाइएको छ, माथि बनाएको छ, म जानु पाएकै छुइनँ है।